Hello, welcome everyone. Let's create this beautiful design. र यो डिजाइन चाहिँ इन्स्पो हो र यो चाहिँ मेरो क्लाइन्टको लागि हो, उहाँले अर्डर गर्नुभएको थियो। अनि यसको लागि चाहिँ हाम्रो एकदम इजी एन्ड बेसिक नेल ट्युटोरियल हजुरहरूलाई चाहिँ म एक्सप्लेन गर्न गइरहेको छु र मैले बेस चाहिँ एप्लाई गरिसकेको छु र यसको लागि चाहिँ हामीले फ्रेन्च बनाउनु पर्ने हुन्छ है। फ्रेन्च नेल आर्ट यो मैले जुन सेप बनाइरहेको छु त्यो चाहिँ राउन्ड हो र राउन्डमा चाहिँ हामीले फ्रेन्च राउन्ड टाइपकै बनाइरहेको छु र यो फ्रेन्च पाउँदाखेरि चाहिँ हजुरले एकैचोटि जहिले पनि एकैचोटि बाक्लो कलर कहिले पनि नलगाउनु होला, जेल पोलिस कलर, किनभने हामीले जहिले पनि पातल लाउनु पर्ने हुन्छ, 2 कोट लाउनु पर्ने हुन्छ। सुरुको चाहिँ हामीले मजाले सेप बनाएर त्यसमा 1 कोट एप्लाई गर्ने देख्न सक्नुहुन्छ भिडियो मैले कस्तो मजाले बिस्तारै एकदम पातलो तरिकाले चाहिँ गरिरहेको छु। अनि 1 कोट भइसकेपछि चाहिँ हजुरले केयर गर्नु होला युभी ल्याम्पमा फर 30 सेकेन्ड र हजुरले फ्रेन्च नेल आर्ट डिजाइन बनाउँदाखेरि चाहिँ याद राख्नुपर्ने कुरा भनेको चाहिँ जति बेला हामीले डिजाइनहरू बनाउँछौँ त्यति बेला सर्फेसको जुन भागहरू हुन्छ नेल प्लेट हुन्छ त्यो चाहिँ एकदम क्लिन राख्नुपर्ने हुन्छ। राखेन भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको डिजाइनहरू बनाउँदाखेरि त्यो हाम्रो कटनहरूको त्यसको के भन्नु कटनहरू अड्किने हुन्छ हामीले क्लिन गर्दाखेरि अनि बम्पी टाइपको डिजाइन निस्किन सक्छ। सो त्यही भएर चाहिँ हामीले नेल प्लेटको सर्फेस एन्ड फ्रेन्चको जुन हामीले बनाइरहेको छौँ डिजाइन त्यसमा पनि एकदम केयरफुल क्लिन निट लुक हजुरलाई ल्याउनु छ भने चाहिँ यो कुराहरूमा ध्यान दिनु होला र मैले सबैमा गरिसकेँ। अब यसमा चाहिँ हामीले बोर्ड डिजाइन बनाउनु पर्ने हुन्छ, बोर्ड डिजाइन गरौँ अनि त्यसपछि यसलाई पनि केयर गरौँ फर 30 सेकेन्ड र मैले अघि हजुरलाई भनेको थिएँ दुईचोटि एकचोटि एप्लाई गरेर फ्रेन्च केयर गर्नुपर्छ फर 30 सेकेन्ड एन्ड सेकेन्डचोटि पनि फेरि एप्लाई गरेर चाहिँ केयर गर्नुपर्ने हुन्छ 30 सेकेन्ड है, कन्फ्युज नहुनु होला। बोको डिजाइन चाहिँ डिफ्रेन्ट हुन्छ, हजुरलाई कुन डिजाइन बनाउन मन छ आफ्नो लागि अथवा क्लाइन्टको लागि त्यही अनुसारको बो डिजाइन बनाउन सक्नुहुन्छ। मेरो क्लाइन्टले चाहिँ सिम्पल बो बनाइदिनु भन्नुभएको थियो र मैले चाहिँ सुइटेबल लागेर चाहिँ मैले बो बनाइदिइरहेको छु। डिजाइन हेर्दाखेरि चाहिँ एकदम इजी लाग्छ सबैजनालाई, तर बनाउँदाखेरि चाहिँ अलिकति डिफिकल्ट नै हुन्छ, किनभने यो फ्रेन्चमा चाहिँ हामीले एकदम क्लिन एन्ड निट डिजाइन चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ इच टाइम, नत्र फेरि एकदम यो फ्रेन्च नभएर चाहिँ फेरि अर्कै लाइक नट सेटिस्फाइडवाला आउँछ कि। सो यो फ्रेन्च नेल बनाउँदाखेरि पनि एकदम केयरफुल भएर बनाउनु पर्ने हुन्छ। अनि यसमा चाहिँ हजुरहरूले अब जस्तै यो भनौँ न जुनसुकै कलर पनि मिक्स गर्न सक्नुहुन्छ क्या, इजी हुन्छ। यसमा ब्ल्याक पनि मिलाउन सक्नुहुन्छ, मैले जुन यो रेड बो बनाइरहेको छु हजुरले ब्ल्याक पनि बनाउन सक्नुहुन्छ र यसलाई चाहिँ एनी डिजाइन हजुरहरूलाई मनपर्छ त्यही डिजाइन निकाल्दा हुन्छ। र यो डिजाइनहरू चाहिँ मलाई क्लाइन्टले नै इन्स्पोबाट तानेर चाहिँ यस्तो डिजाइन बनाइदिनु होला भनेर भन्नुभएको थियो, सो मैले चाहिँ त्यही अनुसारको बनाइदिएछु। यदि हजुरहरूलाई पनि प्रेसन नेल बनाउनु छ अथवा हजुरलाई डिजाइनहरू कुनै कस्टमाइज गर्नु छ भने चाहिँ यु गाइज क्यान कन्ट्याक्ट मी, मेरो नम्बर चाहिँ म तल हजुरहरूलाई डिस्क्रिप्सन बक्समा छोडिदिन्छु। यति डिजाइन गरिसकेपछि चाहिँ अब हामीले क्रोम एप्लाई गर्छौँ, त्यसको लागि चाहिँ टप कोट एप्लाई गर्नुपर्ने हुन्छ। टप कोट एप्लाई गरेर केयर गर्नु होला फर 60 सेकेन्ड एन्ड देन वी विल एप्लाई क्रोम पाउडर र यो क्रोम भनेको चाहिँ मिरर क्रोम हो, हजुरले देख्न सक्नुहुन्छ। र क्रोमको पनि हजुरहरूलाई थाहा छ होला कतिवटा टाइप्स हुन्छ के हुन्छ भनेर, यदि हजुरहरू कन्फ्युज हुनुहुन्छ भने चाहिँ हजुरहरूले मेरो भिडियोजहरू हेर्न सक्नुहुन्छ, प्लेलिस्टमा छ। यति क्रोम मजाले लगाउनु होला, लगाइसकेपछि चाहिँ हामीले फेरि टप कोट एप्लाई गरौँ अनि सबै सेक्योर भइसकेपछि चाहिँ केयर गरौँ फर 60 सेकेन्ड। अनि हजुरहरूको यदि सेप मिलेको छैन भने चाहिँ आफ्टर अल हजुरहरूले सेप पनि मिलाउन सक्नुहुन्छ। टप कोट एप्लाई गर्दाखेरि चाहिँ मजाले सबै नेल सर्फेसमा चाहिँ मजाले लगाउनु होला, काहीँ थोरै काहीँ धेरै चाहिँ नहोस्, इक्वली डिस्ट्रिब्युट गर्नु होला अलवेज अनि केयर गर्नु होला यसलाई। एन्ड आवर डिजाइन आर रेडी। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ मेरो भिडियोलाई लाइक अनि सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ, सी यु इन नेक्स्ट भिडियो, बाई बाई।